हरि ओम प्रियंगु कालिका श्यामम रूपेण प्रतिमं बुधं सौम्य सौम्य गुणोपेतं तमुद प्रणमाम्यहम। नमस्कार, सिन्धु ज्योतिष सेवा केन्द्रबाट म ज्योतिष पण्डित मदन प्रसाद दुलालको हार्दिक अभिवादन। राधे राधे। ज्योतिष वास्तु हस्तरेखासँग सम्बन्धित जिज्ञासा, तन्त्र मन्त्र यन्त्रसँग सम्बन्धित सम्पूर्ण कार्य, ग्रहको अशुभ दोषहरूलाई शान्त गर्ने उपायको बारेमा हजुरले जानकारी प्राप्त गर्न सक्नुहुनेछ भने बिग्रिएको वास्तुलाई पनि सुधार्न सक्नुहुनेछ। यहाँको नम्बर रहेको छ 9841 59 95 45। यसै नम्बर मार्फत इमो, भाइबर, व्हाट्सएप र फेसबुक मार्फत पनि विश्वको जुनसुकै कुनाबाट जोडिएर आफ्नो सम्पूर्ण जिज्ञासा साथै समस्याको समाधान गर्न सक्नुहुनेछ। म हजुरमाझ उपस्थित भइसकेको छु आजको पञ्चाङ्ग र राशिफल लिएर। आज मिति विक्रम सम्वत 2082 साल कार्तिक महिनाको 19 गते बुधबार, तदअनुसार सन् 2025 नोभेम्बर 5 तारिक कार्तिक शुक्ल पक्ष पूर्णिमा तिथि, अश्विनी नक्षत्र, वज्रयोग, भद्राकरण। चन्द्रमा आज मेष राशिमा, सूर्य तुला राशिमा भने देवगुरु बृहस्पति कर्कट राशिमा रहनेछन्। आजको लागि शुभ रङ्ग रातो, शुभ दिशा पूर्व र शुभ अङ्क 9 रहेको छ। अब सुरु गरौँ राशिफल। राशिको सुरुमा मेष राशि। अरूको मन जितेर अघि बढ्न सकिनेछ। सामाजिक क्षेत्रमा आफ्नो प्रतिष्ठा बढ्नुका साथै ठुलाबडाको साथ र समर्थन मिल्ने देखिन्छ। वृष राशि। खर्चमा वृद्धि हुने देखिन्छ। आँटेका कामहरूमा विघ्न बाधा आउन सक्ने देखिन्छ। मिथुन राशि। रोकिएका धनहरू उठाउन सकिनेछ। भौतिक सुखको साधनहरू प्राप्त गर्नुका साथै सौन्दर्य तथा आभूषण प्राप्त गर्न सक्ने सम्भावना देखिन्छ। कर्कट राशि। पुराना कार्यहरू सम्पन्न गरी नयाँ कार्यको थालनी हुन सक्नेछ। गरिएका कामको उचित मूल्याङ्कन हुनाले मनमा खुसी छाउनेछ। सिंह राशि। धार्मिक यात्रा हुन सक्छ अथवा धर्म कर्मतर्फ मन जाने देखिन्छ। कुनै पनि महत्त्वपूर्ण कामको योजना बनाउन सकिनेछ। कन्या राशि। स्वास्थ्यमा चोटपटकको सम्भावना रहेको कारणले जोखिमपूर्ण काम र कुनै पनि प्रतिस्पर्धात्मक काममा पराजय हुन सक्ने भएकोले प्रतिस्पर्धात्मक कार्यमा पनि अघि नबढ्नु नै उचित हुने देखिन्छ। तुला राशि। प्रेममा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखद रहनुका साथै व्यापारमा पनि वृद्धि हुने देखिन्छ। वृश्चिक राशि। बोलेका कुराहरूको गलत अर्थ लगाउन सक्नेछन्। कम बोल्नु र संयमित भएर अघि बढ्नु नै उचित हुने र खर्च नियन्त्रण गर्न गाह्रो हुनाले मनमा चिन्ता छाउन सक्ने देखिन्छ। धनु राशि। विद्यामा प्रगति भएर जानेछ। सन्तान सुख मिल्नुका साथै आफ्नो चतुर्याइ तथा बोलीबाट महत्त्वपूर्ण काम बनाउन सक्ने देखिन्छ। मकर राशि। सानातिना कुराले बाधा अवरोध ल्याउन सक्छन् अथवा विवादमा फस्न सक्ने अवस्था रहेको छ। संयमित भएर अघि बढ्दा आजको दिन सुखद रहनुका साथै भौतिक सुखको साधनहरू प्राप्त गर्न सक्ने अथवा भौतिक सुख प्राप्त हुने सम्भावना देखिन्छ। कुम्भ राशि। आम्दानीका स्रोतहरू फेला पर्न सक्नेछन्। पराक्रम बढेर जानेछ। साथीभाइको साथ र समर्थनबाट महत्त्वपूर्ण काम बनाउन सक्ने देखिन्छ। राशिको अन्तिममा मीन राशि। पार्टी समारोहमा सहभागी भइनेछ। व्यापार व्यवसायमा वृद्धि भएर जानेछ। गरिएका कार्यमा सफलता पाउनाले मनमा खुसी छाउन सक्ने देखिन्छ। राशिफलले जे जस्तो भने तापनि हजुरको दिन सुखमय रहोस्। जय श्री राधे।